हेलो गाइस, आज हामी खसी काट्न आइरहेका छौँ नयाँ वर्षको अवसर पारेर। अब हामीले यसलाई चाहिँ छान्यौँ होइन। अब यसलाई चाहिँ हामीले अब काट्न सुरु गर्दैछौँ। कोलेगा दब्रा दब्रा कोलेगा एक्से मास दब्जे दब्रे हैप्पी न्यू ईयर कोलेगा नवे रोको दब्रे कोलेगे दब्रे हामीले काट्न सुरु गऱ्यौँ यसलाई। अब हामीले यसलाई काट्नेछौँ होइन, बिस्तारै बिस्तारै। आगो पनि रेडी भइसक्यो अनि काट्ने सामान पनि रेडी भइसक्यो। हामीले काटिसक्यो यसको रगत हामीले थापिसक्यो। अब बिस्तारै हामी यसलाई पोल्छौँ होइन, पोल्न सुरु गर्नेछौँ। भुत्ला ठुलो भएर ऊ अब चक्कुले काटेर हामीले यो भुत्लाहरू अब ऊ गर्दैछ, पन्चाउँदैछ। नपोलिएर कपाल फाल्न नसकेर मेसिन लगाएर फाल्दैछौँ। पोलिएर आउँदैछ भाइ। अरू केटाहरू आएनन्? ओइ आनन्द, ओइ आनन्द, अरू केटाहरू आएनन्? हेडफोन निकाल। सेलिब्रेट हुने गाई ल। आजको हाम्रो ब्लगमा चाहिँ हाम्रो भेडा काट्ने हाम्रो धेरै दाइ हुनुहुन्छ। फेरि भेडा काट्ने भेडा नै। अब हामीले कपालहरू फालेर अब हामीले पोल्न सुरु गर्दैछौँ। अब हाम्रो भाइ एउटा तातो आइरहेको यार। पाउने दल्यो कि यार। अब हामीले पोलेर अब यसलाई अब रेडी बनाइसक्यो। हिउँ परिरहेछ है, हामीले खसी काट्दैछौँ। हिउँ परिरहेछ र पनि आज नयाँ वर्ष मनाउनलाई हामीले खसी काटिरहेछौँ गाइज। यस्तै हो परदेशी जीवन गाइज। अब हामीले खसी काटेर अब यहाँ रेडी हुँदैछ। अब यहाँ हिउँ परि ल गाइज, हामीले खसी काटेर पनि रेडी भइसक्यो। खसी काटेर अब हामीले रेडी बनाइसक्यौँ। अब भाग पनि लगाइसक्यौँ हेर्नुहोस् गाइज है। अब अन्तिम चरणमा आइसकेको छ। अब यो घर ल्याएर खानुपर्छ है। उहाँ आन्द्राभुटी पखालिरहेछन्, आन्द्राभुटी गाइज। अब हामी हिउँ परिरहेछ, खसी काटेर हामी फर्किँदै गाइज। यो यात्रा गरेर पुरा हिउँ परेर यस्तो तर जाडो छैन आज। हिउँ परे पनि एकदम जाडो चाहिँ छैन। हात नपर्दा यस्तो जाडो हुन्छ नि। यहाँले पुग्यो यो गाइस, अनि म करिब पुग्यो भनौँ न।